पेलिहाल्छ नि दाइ। मैले पनि पेल्दैन झन् कम हुने भने त कहाँ छोड्दै सक्छ यिनीहरूले झन् पेलेर मार्नु खोज्छ दाइ। बाल्लो गाडीमा हालिदिइहाल्छ नि भाइ। अँ। अनि भाइको सिक्कु जाँदा कस्तो याद आइरहेछ त आज? सिक्को जाँदै के को याद आउनु दाइ, अब यहाँ टक्क लगाएर सिक्को गइन्छ। आज नेपाली मार्केटमा घुमघाम हुने भयो भाइको। नेपाली मार्केटमा घुमघाम गर्नुपर्छ। यो चाहिँ साउदीको यो कुन ठाउँ हो दाइ भनिदिनु त थोरै। साउदीको सनाटु भन्ने ठाउँ हो। यो पछाडिको सिनहरू चाहिँ बबल छ है। ए उता राम्रो छ नि, अहिले बनाउँदैछ। बनाए धेरै राम्रो हुन्छ। ए ठिक छ दाइ। दाइको अनि साउदीको यात्रा बसाइ कति भयो? मेरो बसाइ त 8 वर्ष भयो भाइ। 8 वर्ष कटेर 9 वर्ष लाग्दैछ। अनि भाइको कति भयो नि साउदीमा बसाइ? ए मेरो त भर्खरै हो दाइ, 17-18 महिना भयो। अब गएर नेपालमा गएर बिहे गर्ने होला नि भाइले? अब विचार गर्दैछु, अब के हुन्छ, अबको समय के हुन्छ गर्नुपर्छ बिहे गर्ने। विचार गर्दैछु। घरजाम गर्ने। अनि कमाइ काज कस्तो चलिरहेछ त भाइको साउदीमा गाडी चलाएर? अब साउदीमा यस्तै हो, फट्टाफुट्टा चलिरहेछ, जिन्दगी चलिरहेछ भनौँ न। यसो जिन्दगी चलाउने हल्का हल्का रमाइलो गर्ने। त्यस्तै छ। यो पछाडिको ठाउँ त बबल रमाइलो छ त दाइ। अनि राम्रो छ। विकसित हुँदैछ यतातिर होइन? यो कम्पनी पनि कुन अलमराको रहेछ नि त भाइ? यो कम्पनी अलमराई कम्पनीमा आयो भने साउदीमा लाइभ बन्यो होइन? युरोप जानै परेन होइन? दाइको अनि कमाइ समय के कस्तो छ, कति जति हुन्छ? दिन काट्ने बाटो भाइ त्यही त हो नि। सानो क्यामेराले प्लाट हान्दियो भने सक्यो है। ठिकै छ दाइ। यहाँ पनि राखिएछ है क्यामेरा? क्यामेरा छ। यो पछाडिको खजुरको बोर्ड बबल छ त दाइ? यो त सिन राम्रो छ नि भाइ। अहिले बनाउँदैछ। अब यो पहिलाको पुरानो भइसक्यो। अब सिमेन्ट हालेर बनाउँदैछ घाट। ए ठिक छ दाइ, जस हुनुपर्छ। मामा पनि कुदिरहेछ हेरौँ न। मामाले यो सबैभन्दा सताउने यो लाइटवाला बालेर जाने मामाहरू मामा होइन? नेपालमा त खासै अब 1000-1500 आउँछ। यहाँ त 30,000 35,000 दिइहाल्छ। नेपालको 1,35,000 40,000 एक सर्टमा आउँछ होइन? ओभरटेकर भने 2250। जस दाइको यात्रा बबल छ त्यसो भए। चलिरहेछ भाइ, के गर्नु, त्यस्तै छ जिन्दगी। जिन्दगीको अहिलेसम्म चल्यो हो। चल्नु त चलिहाल्छ नि दाइ, जिन्दगी के छ र, सबैको त्यस्तै हो। सबैको त्यस्तै हो। नचलाइ एकदम सँगले। यहाँ अब बिल्डिङहरू छ। यहाँ धेरै विकसित हुन लागेको छ होइन दाइ? विकसित भइहाल्यो नि। यो बिल्डिङमा जाने विचार चाहिँ के छ भाइको? यो त एमबिसी हो क्या हो? एमबिसी छ त। एमबिसी ल्याएको छ र भाइ। अलमराई कम्पनी यो चाहिँ होला क्या, एकदम बबल बनाएको छ। ठिक छ दाइ, जस साउदीमा गाडी कुदाइरहनु भएको रहेछ। ठिक छ दाइको लाइफ बिन्दास छ जस। यस्तै छ बिन्दास, ठिकै छ भाइ, अहिलेसम्म चलिरहेको छ। ल त दाइ, अहिले सानो भिडियो यतिमै समाप्त।